केदारनाथ बारेको ऐतिहासिक पृष्ठभूमि। केदारनाथ सत्यदेवीको बायाँ हातको अङ्गबाट बनेको हो भन्ने किम्वदन्ती रहेको छ। सत्यदेवी राजा दक्ष प्रजापतिकी 33 कोटी छोरी मध्ये जेठी छोरी हुन्। दक्ष प्रजापतिले गरेको महायज्ञमा 32 कोटी छोरी र ज्वाइँलाई बोलाउँदा सत्यदेवी र उनका पति महादेवलाई उक्त महायज्ञमा नबोलाएको हुँदा सत्यदेवीलाई आफ्नो बुवाले लगाएको महायज्ञको बारेमा थाहा थिएन, तर उनका पति महादेवलाई थाहा थियो। सत्यदेवीलाई थाहा नदिनको लागि महादेवले आफ्नी पत्नी सत्यदेवीलाई विभिन्न बहानामा बोलाइरहेका थिए। एकजना नारद भन्ने व्यक्तिले सत्यदेवीलाई थाहा दिएपछि सत्यदेवी हत्तनपत्त बाबुले लगाएको महायज्ञमा पुग्नुभयो र बाबुलाई भन्नुभयो, बुवा, हामी दुईजनालाई किन यो महायज्ञमा बोलाउनु भएन? राजा दक्ष प्रजापतिले भाङ धतुरो खाने, मसान घाटमा बस्ने, सर्पका गहना लगाउने हेर्दा डरलाग्दो कोडी जस्तो तिम्रो श्रीमान अपवित्र मान्छेलाई बोलाउन उपयुक्त नठानिएको भनी छोरीलाई जवाफ दिएर विभिन्न व्यक्तिगत आरोप लगाएर महादेवलाई अपमान गरेको सहन नसकी बाबाले लगाएको महायज्ञको होम मण्डलमा हाम फालेर प्राण त्यागिन्। यो कुरा महादेवले थाहा पाएपछि त्यहाँ पुगेर सत्यदेवीको मृत शरीरलाई बोकेर 12 वर्षसम्म पृथ्वीमा डुलाउने र घुमाउने क्रममा सत्यदेवीको अङ्ग कुहिएर अङ्ग पतन हुँदै गर्दा सत्यदेवीको बायाँ हात हाल सिन्जा गाउँपालिका वडा नम्बर 4 को बारेको बुद्धबुद्धि केदारनाथमा खसेको भन्ने किम्वदन्ती रहेको छ। आज हामी त्यही बारे केदारनाथको बारेमा केही ऐतिहासिक पृष्ठभूमि सहित यो भिडियो हजुरलाई यो सिन्जा टिभीबाट प्रसारण गरेका छौँ। ल हेर्नुहोस् यो हाम्रो केदारनाथ बुद्धबुद्धि बारेको भिडियो। वैशाख पूर्णिमाको दिन थियो। भक्तजन र तीर्थालुहरू यो केदारनाथ बुद्धबुद्धिमा नुहाई धुवाई गर्न आफूले मान्ने देवी देवताको घाट घुघुरा धुनको लागि एकादशीदेखि पूर्णिमासम्म आउने गर्दछन्। म पनि वैशाख पूर्णिमाको दिन बिहान केदारनाथको दक्षिणपट्टिबाट केही स्थानीय वासीसँग दर्शन गर्न पुगे। दक्षिणपट्टिको गेट भन्दा अलि तल लव आकारको सानो पोखरी देखे। मेरो आँखा त्यही पोखरीतिर पर्यो र स्थानीय वासीले यो केदारनाथमा केदारू गाई हेर्ने गुवालो थियो रे। उक्त गुवालोले यो गाउँकी चेलीबेटीलाई कुदृष्टि लगाउँदा उक्त गुवालोलाई चट्टै काटेपछि उसको घाँटीबाट आएको रगत हो रे भन्नुभयो। म एकछिन त्यो पोखरीलाई निहालेर हेर्दा कति बेला बुलबुल बुलबुल अनि रोकिँदै अनि बुलबुल बुलबुल पानी आएको देखेँ। अचम्मको सानो बुलबुल 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 पानी आइरहने। त्यसपछि म उत्तरपट्टि नजिकै स्याउका बोटहरू सेतामे भएर फुलेका थिए। नजिकै कलात्मक रूपमा बनाइएको काठको खुबै राम्रो ढोका थियो। हामी ढोकाबाट भित्र छिर्यौं। हामी भन्दा पहिला केही भक्तजनहरू नुहाई धुवाई गरिरहनु भएको थियो। कोहीले पूजा गरिरहनु भएको थियो। केही समयमै बाजा गाजाका साथ धामी झाँक्री र भक्तजनहरू आफूले पुज्ने देवी देवताका भारा अर्थात् घाट घुघुरा र रुद्राक्षका माला लिएर आउनुभयो। गाईको गोबरले यी भारालाई माझेर केदारनाथका धाराबाट निस्केको पवित्र पानीमा धुनुभयो। कोही पूजा गर्दै थिए, कोही नुहाउँदै थिए, कोही पूजा गरिसके फोटो सेसन गरिरहेका थिए। देवी देवतालाई स्वागत गर्न
मुङ्लेरूहरूले मागल गाइरहनु भएको थियो। केदारनाथको बारेमा स्थानीय बासिन्दा विवेक बुढाको मुखबाट सुन्नुहोस्। वैशाख पूर्णिमाको दिनमा यो क्षेत्र एउटा प्रख्यात धार्मिक क्षेत्रको रूपमा स्थापित भइरहेको क्षेत्र हो। यहाँ नुहाई धुवाई गरेर मनमा पवित्र जलको रूपमा स्थापित गरिरहने एउटा ठुलो क्षेत्रको रूपमा यो सिजा क्षेत्र स्थापित भइरहेको छ। यो क्षेत्रमा नुहाई धुवाई गरिसकेपछि मनका मनोआकाङ्क्षाहरू रहर र चाहनाहरू पुरा हुन्छन् भन्ने जनविश्वासको रूपमा यहाँ स्थापित भइरहेको छ। यो क्षेत्रमा सिजा क्षेत्रकै सबैभन्दा ठुलो प्रख्यात केदारको रूपमा यहाँ भइरहेको छ र यो क्षेत्र र दाहिने हात परिरहेकै बेलामा यो क्षेत्रमा केदारू नामका रूपमा स्थापित भइरहेको छ र यहाँ विभिन्न क्षेत्रका मानिसहरू यहाँ आएर नुहाई धुवाई गरेर छोरा नहुनेको छोरा, धन नहुनेको सम्पत्तिका रूपमा आर्जन गर्न सकिन्छ भन्ने कुराको विश्वास यहाँको जनगुनासो र यहाँको विश्वास हुने हुँदा यहाँका मान्छेहरू आस्था र विश्वासका दृष्टिकोणले असाध्यै यो क्षेत्रमा आइरहेका छन्। ओम नमः शिवाय। नुहाई धुवाई पूजाआजा गरिसकेपछि केदारनाथ मन्दिरको वरिपरि भक्तजनहरूले केही फन्का मार्दै थिए। समयपछि सबै भक्तालुहरू आआफ्नो गाउँमा फर्किनुभयो र दिनभरि यसरी पूजाआजा गरी धामी झाँक्री पतुरी देउता पुज्नुभयो। यसरी विभिन्न गाउँमा एकादशीदेखि पूर्णिमासम्म आफ्नो रीतिरिवाजमा देवी देउता मान्ने चलन रहेको छ।
केदारनाथको एउटा दुःखलाग्दो अवस्था के छ भने त्यहाँ भक्तालु जनहरू थुप्रै आउने गर्नुहुन्छ, तर त्यहाँ बस्नको लागि शौचालयको लागि राम्रो व्यवस्था छैन र अहिले पानीका मुहानहरू सुकेकोले पानीको धेरै समस्या भएकोले अब यहाँका स्थानीयवासी र स्थानीय सरकारले अब यस केदारनाथ बारेको संरक्षण गर्न जरुरी देखिन्छ। हस् त, धन्यवाद।